गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई स्वागत छ मेरो युट्युब ब्लगमा। देश तथा विदेशमा रहनुभएका सबै दाजुभाइ दिदीबहिनी आमा बुवा सबैजनालाई दसैँको एकदम धेरै शुभकामना। सबैजना स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। अनि हिजो चाहिँ तल टिका लगाएर म चाहिँ आज मेरो माइती घरमा आइपुगेको छु साथीहरू। यो चाहिँ मेरो माइती घरको, यो चाहिँ हाम्रो अङ्कलकै घर हो, यो पनि हाम्रो अङ्कलकै घर हो साथीहरू। अब चाहिँ आज चाहिँ हामीले टिका चाहिँ यहाँ हात्ती लाउँछौँ। अब हात्तीमा खिचेको फोटो खासै राम्रो त आएको छैन साथीहरू, त्यही पनि म हजुरहरूसँग सेयर गर्छु। अनि हजुरहरूको दसैँ कस्तो भयो कमेन्ट गर्नु होला है त। म चाहिँ यो चाहिँ हाम्रो जाजरकोट नलगाड 10 हो। अनि हाम्रो गाउँ कस्तो छ हजुरहरूलाई देखाउँछु ल साथीहरू। किप वाचिङ। यो चाहिँ सुन्तला बारी हो, मौरीहरू पाल्ने गएको छ हाम्रो। यो चाहिँ मौरीको लागि गोठ हो, यो मौरीको घर। मकै यो चाहिँ हाम्रो अङ्कलको घर हो। यो चाहिँ टिमुर लगाइदिएको छ यहाँ। साथीहरू लास्टै दामी छ गाउँ चाहिँ। के गर्नु गाह्रो छ साथीहरू। फेरि यस्तरी सोतर सुक्खा खान यस्तरी मलको लागि है, यो चाहिँ मल बनाउनलाई हो। अनि हाम्रो यो चाहिँ निर्मलाको घर हो। कसको घर हो यो? यो भाले चाहिँ कसको लागि हो साथीहरू? काँक्रा खाने बेला आउनुहोस् है। काँक्रा त कति हो, कति यहाँ पुग्नु मात्रै पर्यो, लग्न सक्नु मात्रै पर्यो। काँक्रा, सिमी, के हो सुन्तला, रातो भाले। ओए नमस्ते भन्, के हो नाम? के गर्छौ तिमीहरू? ल कस्तो हुन्छ पानी हेलो भन्दै के गर्दैछस्? यसको घर चाहिँ यो पुरानो घर हो यसको चाहिँ। यो चाहिँ नयाँ घर यिनीहरू। के बेरे खास् त तैँले? ल जाने, छोरी बोक्ने कि नबोक्ने? यो हाम्रो यो घर मालिक नुहाई हुनुहुन्छ। हेलो भन्नुहोस्। हेलो। यो चाहिँ हाम्रो थाइल अङ्कलको घर हो, यो कान्छा अङ्कलको घर। र साथीहरू हाम्रो गाउँ चाहिँ यस्तै छ है। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। यो मेरो छोरीहरू के पाक्दैछ आज भान्सामा? खसीको टाउकोले हाम्रो अङ्कलले स्वागत गर्दै हुनुहुन्छ साथीहरू। यसको चिया चाहिँ बिगिसकेको छ। नमस्ते भन, नाम के हो तिमीहरूको? यस्तो छ हाम्रो गाउँ चाहिँ। ल हाम्रो आन्टीले चिया बनाइसक्नु भएको छ। चियावाली हो भन्नु न। चियावाली त खासै होइन, उहाँ चाहिँ चियावाली मात्रै होइन, अलराउन्डर हो। मेरो छोरी पनि के हो, रुन्ची हो। यिनी पनि रुन्ची हो, रुन्ची टु। हाम्रो वरिष्ठ मामा आइस। मामा सुताइ कस्तो भयो? अलिक छिटो छिटो बोल्नुहोस् के, कति ढिलो बोल्नु भएको। यस्तरी पनि ऊ हुन्छ नि त।